यो एउटा कारणले गर्दा चाहिँ हामी सबैको व्यापार डाउन हुनेवाला छ। आज बिहान म जीवन विनोद भाइ बिहानै पसल खोल्न लागेका थिए। मेरो नजर त काउन्टरमाथि पसेको यत्रो लामो पुच्छर भएको छेपारो माथि बुझान्छ। मेरो त एकैछिन मुटुले खाउने छोड्यो भने त्यहाँबाट झाडुले हटाम भने फेरि खुट्टा राख्ने ठाउँमा जान्छ कि भन्ने डर। त्यही भएर म र जीवन भाइ चाहिँ छेउमै गएन। विनोद भाइ चाहिँ ह्या यस्तासित नि डराउँछौ, यसलाई त म सानो हुँदा धागोले पुच्छरमा बाँधेर ग्राउन्डमा नचाउँथे भन्दै हातमा प्लास्टिक लगाएर चप्पै समात्न लागेका थिए। त्यो त फुत्किहाल्यो। फेरि पुच्छरमा समातेर बाहिर फाल्न लाका मात्र के थिए, त्यसले त पुच्छर नै छोडेर आफू भागिहाल्यो। पछि सबै सामान बाहिर मिलाइसकेपछि हेरेको त यो कोप्चामा गएर पो बसेको रहेछ। ल अब आउ समातेर फाल भनेको उसको पनि गफे मात्र त हो नि, कहाँ समात्न सक्छन् र। त्यही लखेटी भयो नि बाहिरसम्म पुगाए। अनि त्यसपछि मैले फेरि झाडुले रोडतिर फालिदिए। अब भने चाहिँ नआउला। अनि के हाम्रो पुष्पलाल चोकतिर पनि फुटपाथमा पोलहरू गाड्न सुरु भइसकेको छ। तर लकिली चाहिँ हाम्रो पसलको अगाडि जेब्रा क्रसिङ हुने भएकाले यहाँ चाहिँ अलिकति खुल्ला हुने भयो। त्यही पनि यसले गर्दा धेरै व्यापारीहरूलाई भने एकदमै अप्ठ्यारो हुनेवाला छ। कोही मान्छे केही सामान किनौँ न त भन्ने सोच बनाएर आयो भने सजिलो बाटो खोज्छ। पोलमाथिबाट चढेर अथवा जहाँ खुल्ला छ त्यही बाटो घुमेर आउन फेरि अलिक गाह्रै मान्छ। त्यही भएर यो नेपालमा गरी खान सकिन्न, बरु बेलैमा झोलासोला प्याक गरेर चल्दिनु पर्छ कि अब विदेश। हजुरहरूलाई चाहिँ के लाग्छ यसो कमेन्ट गर्ने कष्ट गरिदिनु होला भन्दै आजलाई बिदा दिनु। धन्यवाद।